अहिले यो भिडियो हेर्दा हेर्दै इरानमाथि बम खसिरहेको छ। फेब्रुअरी 28, 2026 अमेरिका र इजरायलले मिलेर इरानमाथि फुल स्केल वार सुरु गरे। इरानको सुप्रिम लिडर आयतुल्लाह खमेनी मारिए। स्ट्रेट अफ हर्मुज लगभग बन्द छ। 3 weeks into the expanding war in the Middle East, shipping through the Strait of Hormuz is only possible with Iranian permission. तेलको मूल्य आकाशिएको छ। पुरै मिडल इस्ट फेरि एकचोटि आगोमा दन्किएको छ। तर यो सबै हेर्दा एउटा के प्रश्न आउँछ भने यो सबै किन भइरहेको छ र यहाँसम्म पुग्नको लागि के भयो? साथीहरु, यो आज अचानक भएको चाहिँ हैन। यसको जरा गहिरो छ। सन् 1938 मा एउटा ओयल कम्पनीबाट, एउटा मरुभूमिमा र एउटा डिसिजनबाट, जसले दशकौं पछि पुरै दुनिया बदलिदिएको छ। As drones and missiles rain havoc on oil and gas facilities across the Middle East. More than 180 people were injured in strikes on 2 towns. साथीहरु, न्यूज हेर्दा के देख्नुहुन्छ अहिले? युएस र इजरायल मिलेर इरानमाथि स्ट्राइक गरिरहेका छन्। न्युक्लियर साइट्स, मिलिट्री बेसेस, एनर्जी फेसिलिटिज सबैमा। अनि इरानले पनि रिटालिएसन गर्दैछ। युएई, बहराइन, इराक, कुवेत, कटार, साउदी अरेबिया लगायतका 9 वटा देशमा मिसाइल र ड्रोन पठाइरहेको छ। र स्ट्रेट अफ हर्मुज दुनियाँको सबैभन्दा इम्पोर्टेन्ट ओयल रुट लगभग बन्द छ। हरेक च्यानलमा एक्सपर्टहरूले आफ्नो ओपिनियन दिइरहेका छन्। हरेक साइड आफ्नो न्यारेटिभ बेचिरहेका छन्। तर कसैले पनि एउटा सिम्पल क्वेसनको एन्सर दिँदैनन्। यो सिचुएसन आयो कहाँबाट? अमेरिका मिडल इस्टमा किन यति डीप इन्भल्भ छ? र इरान र अमेरिकाको दुश्मनी यो सुरुवात कहाँबाट भयो? आज हामी त्यही बुझ्छौं। यो स्टोरी हो ओइलको, ग्रिडको र बिट्रोयलको। एउटा क्यालिफोर्नियाको ओइल कम्पनीबाट सुरु भएको यो चेन रियाक्सन, जसले एउटा कन्स्ट्रक्सन बिजनेसम्यानको छोरालाई दुनियाँको सबैभन्दा खतरनाक आतंकवादी बनाइदियो। र यही चेनले आज पनि अहिले पनि मिडल इस्ट जलाइरहेको छ। यो हिस्टोरी हैन, यो आजको न्यूजको ब्याक स्टोरी हो। साथीहरु, आज हामी कुरा गर्दैछौं यस्तो स्टोरीको बारेमा जुन स्टोरीको बारेमा हिस्ट्रीको कुनै पनि टेक्स्ट बुकमा क्लियरली लेखिएको छैन। सेप्टेम्बर 11, 2001 न्युयोर्कको ट्विन टावर्समा प्लेन क्रास भयो। 3000 मान्छे मारिए र पुरै दुनिया हल्लियो। तर के तपाईहरुलाई थाहा छ कि त्यो दिन जुन मान्छेले अट्याक गर्यो उसको स्टोरी एक्चुअली सुरुवात भएको थियो तेलबाट, एउटा ओइल कम्पनीबाट, साउदी अरेबियाको मरुभूमिबाट। र सबैभन्दा शकिङ कुरा के छ भने अमेरिकाले नै आफ्नै हातबाट आफ्नै दुश्मन क्रिएट गरेको थियो। यो स्टोरीमा छ एउटा क्यालिफोर्नियाको ओइल कम्पनी, एउटा अल्ट्रा रिलिजियस डेजर्ट किङडम, एउटा कन्स्ट्रक्सन बिजनेसम्यान र उसको छोरा, जसको नाम सुन्दा अहिले पनि मान्छेको ढाड सिरिङ्ग हुन्छ। र यी सबैको बीचमा छ अमेरिका, जसले आफू पावरफुल बन्न खोज्दा अन्जानमा एउटा मोन्स्टर क्रिएट गर्यो। 1930 तिरको कुरा गरौँ। त्यो बेला मिडल इस्ट भनेको युरोपियनहरूको नजरमा एउटा गर्मी, धुलो र मरुभूमिले भरिएको ठाउँ मात्र थियो। तर एउटा अमेरिकन ओइल कम्पनी थियो क्यालिफोर्नियामा बेस, जसले के पत्ता लगायो भने खाडीको मरुभूमिको तल अनगिन्ती तेल हुन सक्छ। र उनीहरूले बेट लगाए। यो बेट यति रिस्की थियो कि एउटा त तेल छ कि छैन थाहा थिएन, दोस्रो यो मरुभूमि थियो साउदी अरेबियाको एउटा अल्ट्रा कन्जर्भेटिभ, अल्ट्रा रिलिजियस किङडम, जहाँ मक्का र मदिना जस्ता इस्लामका सबैभन्दा पवित्र ठाउँहरू थिए। त्यहाँका राजा बाहिरी मान्छेहरू, स्पेशली नन मुस्लिम वेस्टर्नर्सहरूलाई बिल्कुलै मन पराउँदैनथे। तैपनि पैसाको लालचमा आएर राजाले पर्मिसन दिए र मार्च 3, 1938 मा उनीहरूले तेल फेला पारे। यो तेल मात्र थिएन, यो त लिक्विड गोल्ड थियो। सोच्नुस्, एउटा मरुभूमिको धरती मुनि लुकेको वेल्थ, जसले एउटा पुरै देश र एउटा पुरै सुपर पावरको डेस्टिनी नै चेन्ज गरिदियो। त्यसपछि के भयो थाहा छ? 1930 र 1940 ताका अमेरिकन ओइल एक्जिक्युटिभ्स, वर्कर्स, उनीहरूको फ्यामिली सबै साउदी अरेबियातिर आउन थाले। उनीहरूले त्यहाँ आफ्नो लिटल मिनी अमेरिका नै बनाए। एसी जोडिएको घरहरू, हस्पिटलहरू, मुभी थिएटरहरू र सबैभन्दा कन्ट्रोभर्सियल कुरा, महिलाहरूले गाडी चलाउने र रक्सी खाने छुट, जुन साउदी अरेबियामा लिटरली इलिगल थियो। धेरै साउदीहरू यो देखेर एकदमै रिसाएका थिए। तर तेल बगिरहेको थियो, पैसा आइरहेको थियो र राजाहरू खुसी थिए। त्यसपछि युएस गभर्नमेन्टले साउदी रोयल्सलाई भन्यो, हामीहरूलाई यहाँ एउटा मिलिट्री बेस बनाउन दिनुस्, तेल र तपाईहरुको दुवैको प्रोटेक्ट गर्छौं। सोच्नुस्, एउटा यस्तो कन्ट्री जहाँ इस्लामको सबैभन्दा पवित्र ठाउँहरू छ, त्यहाँ अमेरिकन मिलिट्री बेस। तर पनि साउदीहरूले स्वीकार गरे। तर एउटा कन्डिसन राखे, अमेरिकन फ्ल्याग हाम्रो माटोमा गाड्न पाइँदैन। साइड अफ द बिल्डिङमा एउटा
सानो प्लेग मात्र राख्न मिल्छ, फ्ल्याग नभएको। र यो बेस बनाउन उनीहरूलाई एउटा कन्स्ट्रक्सन कम्पनी चाहिएको थियो र त्यो कम्पनीको फाउन्डरको नाम थियो मोहम्मद बिन लादेन। हो, मैले सही सुनाएँ। यो नाम याद राख्नुस्, यो स्टोरीको सबैभन्दा इम्पोर्टेन्ट थ्रेड हो। अब 1950 र 1960 तिर आउँछौँ। त्यसले अमेरिकालाई साउदी अरेबिया ल्याएको थियो, तर अब एउटा नयाँ रिजन थपिएको थियो युएसए को मिडल इस्टमा इन्ट्रेस्ट बढ्नुको। त्यो थियो सोभियत युनियन। न्युक्लियर वेपन भएको यो सुपर पावरले मिडल इस्टका सबै देशहरूलाई भनिरहेको थियो, आउनुस् टिम कम्युनिजममा जोइन गर्नुस्। हो, सोभियत युनियन विश्वकै वान अफ द बिगेस्ट कम्युनिस्ट कन्ट्री थियो त्यतिखेर र यसले अमेरिकालाई एकदमै अनह्याप्पी बनाइरहेको थियो। अमेरिकाले भन्दै थियो हामी पनि छौँ है यहाँ। त्यतिखेर इरानमा एउटा डेमोक्रेटिकली इलेक्टेड लिडर थिए जो अमेरिकालाई सोभियत फ्रेन्डली लाग्यो, त्यसैले अमेरिका र ब्रिटेनले मिलेर उसको गभर्नमेन्ट नै ओभरथ्रो गरिदिए र आफूलाई मनपर्ने एउटा डिक्टेटर इन्स्टल गरिदिए र त्यो डिक्टेटरको नाम थियो शाह, जसले दशकौंसम्म इरानमा करप्ट र ब्रुटल शासन गरे। अनि त्यसपछि आयो इजरायल। सन् 1948 मा नयाँ स्टेट अफ इजरायल डिक्लेयर भएपछि उनीहरूले अमेरिकासँग सपोर्ट मागे। अमेरिकाले पनि खुसी खुसी सपोर्ट दियो, फाइटर जेट, मनी, वेपन्स सबै मागे जति दियो, तर त्यसको ठुलो प्राइस थियो। र यो सबै भइरहँदाखेरि मिडल इस्टका सबै ओइल प्रोड्युसिङ अरब कन्ट्रीहरू भने बिल्कुलै खुसी थिएनन् र उनीहरूले पनि आफ्नो वेपन प्रयोग गरे जसको नाम थियो वेपन अफ ओइल अथवा तेलको हतियार। उनीहरूले तेलको सप्लाई नै बन्द गरिदिए। अमेरिका र युरोपमा पेट्रोल स्टेसनहरूमा लाइन लाग्न थाल्यो, त्यहाँको पुरै इकोनोमी नै हल्लियो। तर अमेरिकाले भने इजरायललाई सपोर्ट गर्न छोडेन। अघि मैले सम्झिराख्नु भनेको थिएँ नि मोहम्मद बिन लादेनको नाम। अब फर्कौं त्यही कन्स्ट्रक्सन बिजनेसम्यान मोहम्मद बिन लादेन कहाँ। उनको कम्पनी एकदमै बुम भइरहेको थियो। अमेरिकनहरूको प्रेजेन्स बढेसँगै कन्स्ट्रक्सनको काम पनि बढ्दै गयो। ती मोहम्मदका धेरै छोराछोरीहरू थिए। कति धेरै? 54 जना। हो, 54 जना छोराछोरीहरू। ती सबै मोहम्मदका 22 वटा श्रीमतीहरूसँगबाट भएको थिए। त्यो साउदी अरबमा लिगल थियो। अहिले पनि त्यहाँ मुस्लिम केटा मान्छेहरूले 4 वटासम्म बिहे गर्न लिगल छ। तर हामीलाई मतलब छ त मोहम्मदको एउटा छोरासँग। उनको नाम थियो ओसामा। 1970s मा ओसामा बढ्दै थिए। आफ्नो वरिपरि के देख्दै थिए भने इरानमा अमेरिकाले डिक्टेटर इन्स्टल गरेको, इजरायलमा अमेरिकन वेपन्सहरू आइरहेको र साउदी अरेबिया इस्लामको सबैभन्दा पवित्र भूमि अमेरिकन ट्रुप्स र ओइल कम्पनीहरूले भरिएको। उसको भित्रभित्र आगो बल्न थालिसकेको थियो। यो पवित्र भूमिमा यी बाहिरियाहरू किन छन्? मेरो परिवारले र मेरो गभर्नमेन्टले यिनीहरूलाई किन सपोर्ट गरिरहेको छ? त्यसै बेला सोभियत युनियनले अफगानिस्तानमा इन्भेजन गर्छ। ओसामाले सोच्यो कि यही मेरो मोमेन्ट हो। ऊ अफगानिस्तान गएर एउटा अब्सेसिभ डिसिजन लियो, सुपर पावरहरू विरुद्ध लड्ने। अफगानीहरू विरुद्ध सोभियतहरूलाई लड्न एकदम गाह्रो हुन थालेको थियो। अमेरिकालाई यो अफगान रेजिस्टेन्स एकदम मन पर्यो। सोभियत युनियनलाई रेबल फाइटर्सले धुलो चटाउँदा अमेरिका सिक्रेटली खुसी थियो। त्यसैले उनीहरूले ती फाइटर्सलाई, जसमा ओसामा पनि थिए, वेपन्स र मनीको सप्लाई गर्न थाल्यो। अमेरिकाले आफ्नै हातले आफ्नै दुश्मनलाई ट्रेन गरिदियो। 10 ब्रुटल इयर्स पछि सोभियतहरू हारे। ओसामा बिन साउदी फर्कियो र एउटा नयाँ ग्रुप सुरुवात गर्यो जसको नाम राख्यो अल कायदा। र जसको मिसन थियो मिडल इस्टमा आउने सुपर पावरहरूलाई भायोलेन्टली किक आउट गर्ने। 1990 मा साउदी अरबको छिमेकी इराक, जसको लिडर थिए सद्दाम हुसेनले सानो देश कुवेतमा इन्भेजन गर्यो। साउदीहरू डराए। सद्दामले कुवेतमा त कब्जा गर्यो, अब हामीलाई पनि यस्तै गर्छ भनेर। अनि ओसामा गयो साउदी रोयल्स कहाँ र भन्यो मसँग ब्याटल हर्डेन फाइटर्स छन्, हामी सद्दाम विरुद्ध फाइट गर्छौँ, हाम्रो फेथ नै हाम्रो वेपन हो। र साउदी प्रिन्सले भने कुवेतमा सुरुङहरू छैन, तिमी केमिकल वेपनहरूसँग कसरी लड्छौ भनेर। अनि ओसामाले जवाफ दिए हाम्रो आत्मविश्वासले। त्यो कुरा सुनेर साउदी रोयल्सले ओसामाको अफर सिधै रिफ्युज गरिदिए र त्यसको बदलामा उनीहरूले डिक चेनीलाई कल गरे। अमेरिकन फोर्स आए। 37 देशको कोलुसनले सद्दामलाई एकैछिनमा डिफिट गरिदियो र त्यसपछि अमेरिकन ट्रुप साउदी अरबमै बसिरहे। ओसामाको निम्ति यो लास्ट स्ट्र थियो। आफ्नै देशले ओसामालाई रिजेक्ट गरेर उसको अफरको सट्टामा अमेरिकनहरूलाई बोलायो। त्यस दिनबाट ओसामाले अमेरिका विरुद्ध कोअर्डिनेटेड अट्याक प्लानिङ गर्न थाले र 1990s को अन्त्यमा उनले त्यो अट्याकको प्लानिङ गर्न थाले जसले हाम्रो पुरै दुनिया नै बदलिदियो। त्यो थियो सेप्टेम्बर 11, 2001। ओके साथीहरू, यो पुरै स्टोरीबाट हामीले के थाहा पाउँछौँ?
पहिलो पावर र ग्रिड अर्थात् शक्ति र लालच मिल्यो भने त्यसको कन्सिक्वेन्सेस एकदमै खराब हुन्छ। अमेरिका तेलको लागि मिडल इस्ट गयो, त्यहाँ आफूलाई मनपर्ने गभर्नमेन्ट इन्स्टल गर्यो, आफूलाई मन नपर्ने गभर्नमेन्ट ओभरथ्रो गर्यो। सर्ट टर्म गेनको लागि लङ टर्म परिणाम सोचेनन्। दोस्रो, तपाईले आज जसलाई वेपनको रूपमा प्रयोग गर्नुहुन्छ भोलि त्यही तपाईको लागि सबैभन्दा ठूलो थ्रेट हुन सक्छ। अमेरिकाले अफगान फाइटर्स जसमा ओसामा पनि थिए लाई सोभियत विरुद्ध ट्रेन गर्यो, वेपन्स दियो र तिनै ट्रेन फाइटरले दशकौंपछि अमेरिका माथि नै अट्याक गरे। यसलाई स्ट्र्याटेजिक ब्लोब्याक भनिन्छ। तेस्रो, ह्युमिलेसनले मान्छेलाई मोन्स्टर बनाउन सक्छ। ओसामा बिन लादेनको बारेमा सोच्नुस् त एकपटक। उसको बुवा साउदी अरेबियाकै सबैभन्दा सक्सेसफुल कन्स्ट्रक्सन बिजनेसम्यान, घरमा पैसाको कुनै कमी छैन, उनले चाहेको भए आरामको जिन्दगी बाँच्न सक्थे। तर उनले के चुज गरे? सुरुङहरूमा बस्न, वार गर्न, जीवन दाउमा राख्न। किनभने उसले आफ्नो देश, आफ्नो गभर्नमेन्ट, आफ्नो परिवार सबैलाई ग्रेट सैटनको रूपमा हेर्ने गर्थे। अर्थात् इरान र ओसामा जस्ताहरूले अमेरिकालाई दिएको उपनाम थियो यो। र जब उसले आफ्नो देशलाई सद्दामबाट बचाउने अफर गरे, ओसामाको प्लान सुनेर साउदी रोयल्सहरूले हाँसोमा उडाइदिए। त्यो रिजेक्सनले ओसामालाई एकदम ह्युमिलेटेड भएको भान गरायो। त्यसले उसलाई आगो बनाइदियो। साथीहरू, यो कुरा हाम्रो डेली लाइफमा पनि लागू हुन्छ। कसैलाई बारम्बार इग्नोर गरिन्छ, ह्युमिलेट गरिन्छ र उसको कजलाई डिसमिस गरिन्छ। त्यो फ्रस्ट्रेसनले कतै न कतैबाट आउटलेट खोज्छ। ओसामाको केसमा त्यो आउटलेट भयो मास डिस्ट्रक्सन। यसको मतलब उसको एक्सन जस्टिफाई हुन्छ भने चाहिँ होइन है। जब तपाईले कसैको गुनासोलाई कम्प्लिटली इग्नोर गर्नुहुन्छ, तपाईले भोलिको प्रब्लम आफै क्रिएट गर्दै हुनुहुन्छ र अमेरिकाले पनि यही मिस्टेक गर्यो। चौथो, नक्साको धर्काले मान्छेको आइडेन्टिटी कहिले मेट्न सक्दैन। युरोपियनहरूले मिडल इस्टमा जुन लाइन ड्र गरे, एथनिसिटी, रिलिजन, कल्चर नसोची ती लाइन आजसम्म कन्फ्लिक्टका कारणहरू बनिरहेका छन्। साथीहरू, यो स्टोरी यही सकिँदैन। यसपछि के भयो? इरान इराक वार, इराक इन्भेजन, कर्ड्सहरूलाई विश्वासघात, हमास र नेतन्याहुको डार्क नेक्सस, हेजबुल्लाको राइज, यमनको प्रक्सी वार, यी सबै एकअर्कासँग कनेक्टेड छन्। यी सबैको रुट त्यही 1938 मा भएको ओइल डिस्कभरीमा गएर ठोकिन्छ। इतिहास एक्कासी बन्दैन, यो दशकौंको डिसिजन र कन्सिक्वेन्सेसको चेन हो। यदि यो भिडियो हेरेर तपाईलाई केही सिक्न पाए जस्तो लाग्छ भने प्लिज लाइक गर्नुहोस्। यसले हाम्रो नयाँ च्यानललाई एकदमै हेल्प गर्छ। सब्स्क्राइब गर्नुहोस्, किनभने यस्तै इम्पोर्टेन्ट टपिक्समा हामी कन्टिन्युअसली भिडियोहरू बनाइराख्छौँ। र कमेन्टमा भन्नुहोस् मिडल इस्टको कुन चाहिँ टपिक्सको बारेमा तपाईहरू अर्को भिडियो हेर्न चाहनुहुन्छ। इरान, इराक, इजरायल, प्यालेस्टाइन, कर्ड्स, तपाईहरूको कमेन्टले नै अर्को भिडियोको टपिक्स डिसाइड हुन्छ। अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेटौँला।